यो बेलुकाको टाइम हो अहिले चाहिँ सुन्ने बेला हो म अहिले बेडमा बसेर कुरा गर्दैछु मैले 2-3 हप्ता अगाडि एउटा भिडियो बनाएको थियो अहिले पनि एउटा भिडियो बनाउँदैछु किनभने यो सोशल मिडियामा धेरै कुराहरू आइरहेछ है अनि भिडियो चाहिँ नबनाऊ अब त त्यस्तो भिडियो बनाएर के काम लाग्दैन भनेर अहिलेसम्म म टलरेन्स गरेर बसेको हो तर धेरै कुराहरू आइरहेछ त्यो भन्दा के रे त्यो राजनीति खेल्ने मान्छेहरू कोही मिडियाहरू त्यस्तोले धेरै गलत कुरा है गलत कुरा नभएकोले त्यस्तो भयो हुन्छ होला भनेर धेरै कुराहरू सोशल मिडियामा हालेर छ अनि त्यो भन्दा माथि के कुरा छ भने त्यहाँ के रे 10 वटा भएको ठाउँमा 100 छ भनेर यस्तो ठुलो चर्को बाहिर धेरै बोलेछ त्यहाँ त्यो भएर मैले यहाँ के कुराहरू रहने पर्यो भनेर यो सोशल मिडियामा एउटा भिडियो बनाउँदैछु फर्स्टली म चाहिँ टिबेटन हो म चाहिँ एकदम प्योर टिबेटन हो टिबेटनबाट हो म टिबेटनबाट आएको मान्छे हो मेरो ब्लड टिबेटनको ब्लड हो फर्स्ट सेकेन्डली म टिबेटन बाहिर म आफैले एकदमै प्राउड फिल गर्छु हामी रेफ्युजी हो कोहीले चाहिँ अब बोल्दैन उनीहरूलाई देश छैन रेफ्युजी हो के गर्ने सक्दैन भनेर चाहिँ नबोल्नु होला हामी रेफ्युजी भयो पनि यो संसारमा रेफ्युजी भने त कति हो 7 बिलियन ह्युमन बिङमा 1 बिलियन त रेफ्युजी नै हो सबैले त्यो याद गर्नु होला रेफ्युजी भनेर धेरै नगर्नु होला चर्को स्वरले साउन्ड ठुलो गरेर तिनीहरू त यस्तो वस्तो भएकोले हो भनेर भन्यो भने के भन्दैन नभएकोले त्यस्तो भयो भनेर यो सोशल मिडियाको प्लेटफर्म युज गरेर धेरै बोल्ने एकदम गलत नराम्रो कुरा हो मेरो सेकेन्ड कुरा के हो भने म टिबेटनबाट एकदमै फिल प्राउड गर्छु किनभने हामी दलाई लामाको मान्छे हो दलाई लामा भनेको त सबैजनाले थाहा छ यो टिबेटन मात्र होइन यो पुरै दुनियाँमा यो बुद्धिज्म जति भयो सबैले मान्ने मान्छे एकदमै गाइड हो बुद्धिस्टहरू सबैले गाइड हो त्यो चाहिँ के रे टिबेटन चाइनिज थाइल्यान्ड श्रीलङ्का सबै बुद्धिस्टहरू भएको ठाउँले मोस्टली मान्ने मान्छे मोस्टको गाइड हो त्यो भएर म एकदम फिल प्राउड गर्छु सेकेन्डली ऊ चाहिँ नोबेल पिस प्राइज पाएको मान्छे हो अहिले अमेरिकाको राष्ट्रपतिले पनि नोबेल पिस मैले कहिले पाउँछ होला कसले नोबेल पिस प्राइज मैले कहिले पाउँछ होला भनेर यस्तो चिज पाएको मान्छे हो त्यहाँभित्र पनि धेरै यस्तो 100-200 जनाले पाएको मान्छेहरूले पनि सबै मान्ने मान्छे हो कोही चाहिँ नोबेल पिस प्राइज पाएपछि हराउँछ दलाई लामा चाहिँ त्यस्तो होइन म दलाई लामाको मान्छे भएर एकदम प्राउड फिल गर्छु अनि अर्को कुरा चाहिँ टिबेटन भनेपछि मान्छे मात्र होइन हाम्रो ल्याङ्ग्वेज ल्याङ्ग्वेज र अक्षर के अरे लेख्ने अक्षर
र बोल्ने टिबेटन ल्याङ्ग्वेज अलग छ चाइनासँग एकदम 100% अलग अलग छ है हाम्रो आचार कोही एक आचार पनि मिल्दैन भाषा पनि एक शब्द पनि मिल्दैन हामी त्यस्तो हो चाइनासँग अरू देशहरू पनि सबैसँग नमिल्ने त्यस्तो आचार के अरे ल्याङ्ग्वेज दुईटा भएको त्यस्तो हो टिबेटन हो भने त्यो भएर म एकदम के अरे प्राउड फिल गर्छु अनि थर्डली तपाईँ नेपाली होस् इन्डियन होस् चाइनिज होस् जुन देशको मान्छे अमेरिकन होस् है जो पाए पनि तपाईले मनबाट बुद्धिस्टको भित्रको त्यो प्र्याक्टिसहरू सिक्ने मन छ भने टिबेटन सिक्नुपर्छ टिबेटन नसिकेर बुद्धिस्टको पहिले त थियो होला संस्कृतिमा थियो होला अर्को हिन्दीमा थियो होला हैन तर अहिले चाहिँ दुनियाँमा टिबेटनको ल्याङ्ग्वेज मात्र हो तपाईले बुद्धिस्टको सबै बारेमा सिक्ने पर्यो भने प्र्याक्टिस म ज्ञान दिन्छु है म आँखा क्लोज गरेर कोही पिसफुल ठाउँमा गएर यस्तो बस्यो मैले मेडिटेसन गरेँ त्यति मात्र होइन बुद्धिस्टको भित्र धेरै सिक्ने कुराहरू छ भित्र सिक्रेट कुराहरू छ त्यो सबै सिक्नेले टिबेटन ल्याङ्ग्वेज मात्र हो अहिले दुनियाँमा है इंग्लिश पनि हुँदैन नेपाली पनि हुँदैन हिन्दी पनि हुँदैन है जो कोही चाइनिज पनि हुँदैन जापानिज पनि हुँदैन बुद्धिस्टको भित्रको कुरा सबै सिक्ने जो कोहीले पनि है सिक्ने मन लाग्छ भने टिबेटन सिक्नै पर्यो है त्यो भएर मैले हामी देशको कोहीले अर्को देशले कब्जा गर्यो हामी रेफ्युजी भयो त्यो त नराम्रो एकदमै दुःखको कुरा हो है हाम्रो लागि तर मैले बोलेको कुरा चाहिँ त्यो ल्याङ्ग्वेज हामी दलाई लामाको मान्छे भएर एकदमै 100% प्राउड फिल गर्छु अनि अर्को कुरा चाहिँ टिबेटनहरूले पहिले भाइलेन्स गर्यो रे पहिले चाहिँ चाइनासँग लड्यो रे अनि त्यसपछि के गर्यो रे त्यस्तो कुराहरू कोहीले बोलेर छ है म त्यसले के भन्छु भने त्यति बेलाको सिचुएसनमा पुरै दुनियाँ यस्तो थियो है पुरै दुनियाँ एक अर्कोले भाइलेन्स गर्ने त्यस्तो टाइम थियो हामी पनि गर्यो होला त्यतिको टाइममा टिबेटनहरूले पनि भाइलेन्स गर्यो होला त्यति बेला फर एक्जाम्पल है काठमाडौँ सानोको सिटी ठाउँमा राजा चाहिँ एक चोकचौकमा एउटा राजा थियो रे अनि एकले अर्कोले कति फाइट गर्यो रे त्यस्तो हिस्ट्री पनि छ अनि इन्डियामा पनि त्यस्तो चाइनामा पनि त्यस्तै हो चाइनामा त एकअर्काले कति मार्यो त्यो गान्ने हो भने गान्ने नसक्ने त्यस्तो मार्यो है चाइनामा अनि अमेरिकामा पनि त्यस्तो भयो त्यति बेलाको सिचुएसन पुरै दुनियाँ हेऱ्यो भने लड्ने एकअर्काले मार्ने यस्तो सिचुएसन थियो त्यति बेलाको कुरा हो तर त्यसपछि हामी बुद्धिस्टको त्यो प्र्याक्टिस गर्यो तपाईले हेर्ने हुन्छ भने त्यो बुद्धिस्टको बारेमा बुकहरू 1000 भन्दा बढी छ होला त्यो बुद्धको लेखेको मात्र 200 कति छ त्यति छ है त्यो भएर त्यसपछि हामी पिसफुल टिबेटन बनेपछि सबैको मनमा पिसफुल मान्छे भाइलेन्स नगर्ने मान्छे त्यस्तै हो त्यो पुरै दुनियाँले थाहा छ है सबैले थाहा छ टिबेटनहरूले राम्रो गरेन भने नराम्रो चाहिँ अर्कोले गर्दैन हामी बुवा आमाबाट हामी त्यस्तो सिकेको मान्छे हो हामी सबै टिबेटन बनेपछि किरा मार्ने हुँदैन है हामी किरा नमार्ने मान्छे है
लामो खुट्टे अब तपाईँ यो लामो खुट्टे र त्यस्तो किराहरू कुखुराहरू है हामी बुद्धिस्ट फलो गर्ने मान्छे हो हामी त्यस्तो मार्ने मान्छे होइन बुवा आमाले यस्तो भन्छ किरा मार्ने हुँदैन है पाप लाग्छ भनेर त्यस्तो सिकेर आएको हो टिबेटनहरू अनि हामी एकदम पिसफुल people innocent people हामी हैन नेपालीहरु पनि एकदम innocent friendship mostly नेपालीहरु जहाँ ठाउँमा भए पनि एकदम रिल्याक्स त्यस्तो मान्छे हो नेपालीहरु पनि हामी पनि त्यस्तै हो एउटै हो हामी पनि त्यस्तो एकदम innocent peaceful violence नगर्ने यस्तो मान्छे हो violence मान्छेसँग मात्र हैन हामी एनिमलहरुसँग पनि किराहरु त्यो सानो सानो किराहरु पनि आरुसँग पनि हामी भाइलेन्स गर्दिन हामी त्यस्तो मान्छे हो है त्यो भएर नेपालीहरुलाई टिबेटनहरु दुईटा इनोसेन्ट है दुईटा इनोसेन्ट रिलेशनशिप फ्रेन्डशिप भनौं न फ्रेन्डशिप त्यस्तो मान्छे हो है त्यो भएर म यो सोशल मिडियामा आएर मेरो भन्ने कुरा चाहिँ मैले के रे मेन कुरा चाहिँ के भन्ने मन लाग्यो भने यो पोलिटिशियनहरु र यो मिडिया कोही मिडिया राम्रो भएपछि एकदमै सही कुरा बाहिर निकालेर आउँछ है त्यो युट्युब को भ्यू हेरेर आएको त्यो कोही मिडियाहरुले एकदम गलत कुराहरु बोरेर हैन के रे नभएकोले भयो वाला भनेर भन्ने मान्छेहरुले मैले बी केयरफुल भनेर भन्ने आएको है बी केयरफुल को मतलब किनभने नेपाली जनता नेपाली पिपल have to understand okay किनभने त्यो मिडिया र राजनीति खेल्ने मान्छेहरुले राजनीति खेलेर कोही मिडियाहरुले फाइदाको लागि यो जुटो कुराहरु सोशल मिडियामा ल्याएपछि मान्छेहरुले ओ होला उनीहरु यस्तो हो के हो भने यस्तो लाग्छ है त्यस्तो नलाउनु भने एकदम गलत कुराहरु आएर चाहिँ एउटा कुरा अनि अर्को कुरा चाहिँ हिजो त्यो आन्दोलन गर्नेको ठाउँमा कोही टिबेटनहरु गएछ भनेर कुराहरु आएर चाहिँ मैले त्यति राम्रो चाहिँ थाहा छैन तर त्यो चाहिँ त्यहाँ जाने मान्छेहरुले त्यो टिबेटनहरु कोही गयो छ होला त्यो तिनीहरुको रङ हो हैन त्यो तिनीहरुको कुरा हो त्यो टिबेटन सबै टिबेटन भनेर हुँदैन त्यहाँ कोही गएर त्यो के रे त्यस्तो सबै टिबेटनले त्यस्तो भन्ने हुँदैन है किनभने त्यहाँको गएको उनीहरु चाहिँ एकदम गलत हो किनभने त्यहाँ आन्दोलन हामी त्यो अर्काको देशमा आएर आन्दोलन गर्ने लड्ने त्यस्तो के पनि छैन हामीसँग गर्ने के पनि छैन त्यो भएर त्यहाँ जाने मान्छेहरु को त्यो तिनीहरुको कुरा हो है तर हामी टिबेटन सबैको टिबेटन भनेपछि हामी सबै त्यसमा पर्छ है त्यो सबैले त्यस्तो नभन्नु होला प्लिज किनभने त्यहाँ हिजो एउटा मैले कुरा सुनेको मान्छे त्यो राजनीति खेल्ने एकदम राम्रो मान्छे त हैन तर त्यसले के गर्दैछ भने 1 लाख 2 लाख छ होला नेपाली सिरिया जस्तो उनीहरुले बनाउने हो के हो जस्तो लाग्छ के कुरा भनेको हामी नेपाली त्यस्तो भन्ने त्यस्तो हामी कस्तो अवस्थामा छ हामीले थाहा छैन र टिबेटन अहिले हामी कस्तो अवस्थामा छ हामी थाहा छैन र चाइनासँग लड्ने हो भने उता चाइनामा गएर लड्ने हो नेपालबाट चाइनासँग लड्ने स्थिति नै छैन हामी त्यस्तो प्लान त्यस्तो मोहमा के पनि छैन के त्यहाँ त्यो उनीहरुले राजनीति खेल्ने हो तिनीहरु यस्तो बोलेपछि तिनीहरुसँग उता चाइनाबाट पैसा पठाउँदैछ होला उनीहरु कोही फाइदा चाहिँ
बाहिर होला 100% उनीहरूले फाइदा भइरहेछ किनभने नभएको चिज उनीहरूले राम्रोसँग थाहा छ है त्यो टिबेटनहरू त्यहाँबाट लड्ने चाइनासँग लड्ने नेपाली के अरे नेपालीमा टिबेटनले के प्लान बनाउँदा के पनि छैन त्यस्तो हामीसँग के पनि छैन त्यो नभएर उनीहरूले त्यस्तो बोल्ने उनीहरूसँग कोही पेसा उनीहरूले पठाउँदैछ होला चाइनाले त्यो चाहिँ एउटा कुरा हो अनि अर्को कुरा चाहिँ त्यहाँ एउटा मान्छे एकदम चर्को स्वरले बन्ने एउटा राजनीति खेल्ने मान्छेले के भनिरहेछ भने टिबेटन पहिलेदेखि नै चाइनिजको हो भन्दैछ है त्यो 1959 भन्दा अगाडि नै होइन त्यो उसले के लिने दिने छ होला त्यस्तो बोलेर के उसले के पाएर छ होला सबैले थाहा छ होला उसले चाइनाले सपोर्ट राम्रो गरेर छ होला पैसा पठाउँदैछ होला तपाईँले त्यस्तो बोलेर तपाईँले फाइदा राम्रो भएर छ होला तपाईँले होइन तपाईँ प्लिज तपाईँले राम्रोसँग पढ्नु होला त्यो हिस्ट्रीहरू तपाईँले थाहा छैन भने होइन नबोल्नु होला नभएको चिज चाहिँ नबोल्नु होला 1959 भन्दा अगाडि टिबेटन चाइनाको हो भने पुरै दुनियाँमा तपाईँ मात्र हो है हिस्ट्री पढ्ने मान्छे अमेरिकन होस् इङ्ल्यान्ड होस् फ्रेन्च होस् इन्डियन होस् नेपाली होस् सबैले टिबेटन भनेपछि चाइनाभन्दा अलगको देश हो भनेर सबैले मान्छ है हिस्ट्री बोल्ने मान्छेहरू तपाईँ मात्र हो तपाईँले किन यस्तो बोलेर छ भने तपाईँसँग के फाइदा के अरे पाउँछ भने त्यो सबैले थाहा छ तपाईँले किन त्यस्तो बोलेर छ भने तपाईँले फाइदा छैन म यहाँबाट सिधा भन्छ है तपाईँसँग चाइनाबाट के अरे फाइदा मिलेर छ त्यो 100% हो त्यो डाटो नै छैन तपाईँ मिडियामा आएर त्यस्तो बोल्ने टिबेटन भनेपछि चाइनाको हो भने त्यो एकदमै गलत कुरा है गलत कुरा नपरेको तपाईँले यस्तो बोल्ने मन लाग्छ भने सिन्सियरली तपाईँले यस्तो बोल्ने मन लाग्छ भने प्लिज पढिदिनु होला टिबेटनको हिस्ट्री अहिले टिबेटन चाइनाको कब्जामा छ त्यो सबैले मान्छ त्यो हामी पार्ट अफ चाइना हो अहिले चाहिँ होइन त्यो मोममा हाम्रो मोममा हामी चाइनिज भएन भनेर हुँदैन अहिले उसको कब्जामा छ त्यस्तो धेरै छ हामी मात्र होइन पुरै दुनियाँमा होइन अनि के अरे तपाईँलाई त्यस्तो बोल्ने एकदम मन लाग्छ भने तपाईँले पढेर राम्रोसँग बोलिदिनु होला म यहाँबाट आग्रह गर्न चाहन्छु किनभने नभएको चिजले किन बोल्ने यस्तो होइन चाइना 1959 भन्दा अगाडिको कुराहरू थाहा छैन भने किन तपाईँले थाहा छ भने जस्तो देखेर बोल्ने त्यो चाहिँ एकदमै नराम्रो कुरा है अनि कोहीले चाहिँ त्यस्तो के अरे गलत कुराहरू बनेर त्यस्तो लाग्छ होला त्यो चाहिँ राम्रोसँग तपाईँले इन्भेस्टिगेसन राम्रो गरिदिनु होला राम्रोसँग हेरिदिनु होला हिस्ट्री पढिदिनु होला अनि त्यो भएर मात्र बोलिदिनु होला है त्यति हो अनि मेरो सबै रिक्वेस्ट यहाँ सोसियल मिडियामा आएर बोल्ने चाहिँ के बोल्ने लाग्यो भने नेपालीहरू त्यो राजनीति खेल्ने मान्छेहरू त्यो युट्युबरहरू त्यो मिडियाहरू छोडिदिनुहोस् अर्को नेपालीहरू है नेपाली मेरो भिडियो हेर्ने सबैसम्म पुगिदिनु होला प्लिज सबैले सपोर्ट गरिदिनु होला टिबेटनहरूले
किनभने अहिलेसम्म हामी 1959 मा चाइना टिबेट आएर चाइनाले कब्जा गर्यो टिबेटन त्यसपछि टिबेटन नेपालीमा आयो इन्डियामा आयो यो अमेरिकामा आयो सबै देश धेरै देशमा आयो हामी तर अहिलेसम्म नेपालीहरूले यो चाहिँ टिबेटनहरूले एकदम नराम्रो काम गर्यो है फर नेपालीले भनेर एउटा काम पनि गरे छैन हामीले एक सुका पनि कोहीले पनि देखाउन सक्दैन जुटो कुरा बोलेर हुँदैन है किनभने हामी एकदम पिसफुल भएर खाएर हामी दुःख गरेर बसेछ टिबेटनहरू बसेको ठाउँमा हामीले यो नेपाली देशको लागि एकदम नराम्रो एकदम नआउने चिज गर्यो भने ठिक छ टिबेटनहरू नेपालीबाट निकाल्ने हो भनेर निकाल्ने पर्ने हो भनेर चर्को सुरले भने नि हुन्छ किनभने त्यो नराम्रो गर्यो तर हामीले के पनि नराम्रो गरे छैन पिसफुल्ली लिभिङ हार्ड वर्किङ गरेर छ सबै ठाउँमा अनि किन त्यस्तो नराम्रो टिबेटनहरूको लागि बोल्ने के मेरो मतलब प्लिज नेपाली त्यो राजनीति खेल्ने मान्छेहरू त्यो नराम्रो बोल्ने मान्छेहरू छोड्दिनु अर्को नेपाली जनता नेपाली लोक पिपलले सपोर्ट गरिदिनु होला आज टिबेटन डिफिकल्ट टाइम होइन त्यो कर्म हुन्छ किनभने दुःख परेको त्यस्तो दुःख परेको एउटा देशको नागरिक हैन त्यसले दुःख परेको टाइममा चाहिँ थप दुःख चाहिँ दिने भन्दैन है प्लिज हामीले चाइनाले दुःख दियो दुःख एकदम छ त्योबाट त्यहाँ अर्को देशमा आएर त्यहाँ फेरि अर्कोले दुःख दियो भने त एकदम हामी सोच्ने नसक्ने त्यस्तो कुरा हो त्यो टिबेटनहरूले दुःख नदिनु होला प्लिज है मेरो हात जोडेर भन्छु सबैले त्यो राजनीति खेलाउने मान्छेहरूको उनीहरूले फाइदाको लागि बोलेर छ तिनीहरूले नमान्नु होला अनि मिडियाहरूले पनि कस्तो नभएको चिजहरू ल्याएर हो कि होइन जस्तो त्यस्तो थाहा नभएको चिजहरू बोलेर तिनीहरूले नमान्नु होला किनभने हामी त्यस्तो केही पनि छैन अनि कोहीले चाहिँ 2 लाख 3 लाख हामी पुरै आउटसाइड अफ टिबेट नेपाल इन्डिया भुटान युनाइटेड स्टेट्स युके सबै युरोपको ठाउँमा टिबेटनहरू भएको 1,50,000 छ भन्दैछ है त्यसमा नेपालीमा पहिले अलि धेरै थियो अहिले चाहिँ टिबेटनहरू छैन 10-15,000 छ होला नेपालमा त्योभन्दा माथि छैन है अनि यहाँ युरोप र वेस्टर्नहरूको ठाउँमा 20,000 भन्दा बोरे फिर नेपालीहरूले म टिबेटन हो भनेर रेफ्युजीको कार्ड ल्याउँछ है यहाँ है फिर नेपाली हो नेपालीहरूले यहाँ आएर वेस्टर्न कन्ट्रीहरूमा अमेरिका यहाँ फ्रान्स यहाँ जर्मनी युके यस्तो ठाउँमा आएर चाहिँ म टिबेटन हो भनेर रेफ्युजीको कार्ड ल्याउँछ है रेफ्युजीको कार्ड लिएर यहाँ पैसा बनाएर नेपालीमा पठाएर कति राम्रो भएर छ यहाँ मान्छेहरू हामी मैले चिन्ने धेरैहरू छ यहाँ यो वेस्टर्न कन्ट्रीहरूमा नेपालीहरू उनीहरूले यहाँ आएर म टिबेटन हो भनेर रेफ्युजीको कार्ड लिने त्यहाँबाट काम गर्ने दुःख गरेर पैसा पठाउने नेपालीमा पैसा पठाएपछि त्यहाँ फ्यामिली कतिजनाले त्यहाँ उनीहरूले राम्रो भएर छ त्यस्तो पनि सोच्ने कुरा हो नि त्यो राजनीति खेल्नेहरूले मैले भन्दैछु किनभने उनीहरूले त त्यो म देशको प्रधानमन्त्री बन्ने मान्छे हो म देशको के अरे गृहमन्त्री बन्ने मान्छे हो भन्ने मान्छेहरूले यस्तोले हेर्नै पर्दैन हेर्नै पर्छ नि
अनि चर्को स्वरले बनेर के हुनेवाला छैन है त्यो चाहिँ म एकदम क्लियरली भन्छु अनि इन्डियामा पनि नेपालीहरू टिबेटनहरू सँगसँग लाइफ राम्रोसँग चलेर छ सबैले थाहा छ त्यो भएर त्यो नछुटाउनु होला टिबेटनहरूले दुःख नदिनु होला प्लिज हामीले अर्कोले दुःख दियो सक्यो अनि फेरि अर्कोले चाहिँ दुःख नदिनु होला टिबेटनहरूले हामी के पनि नराम्रो गर्ने एकदम नचिजाउने अमेरिका हाम्रो बुवा हो र टिबेटनहरूको बुवा हो र अमेरिकाले टिबेटनको पछाडि अमेरिका छाए भनेर धेरै मान्छेहरूले यस्तो चोरको स्वरले बनेर जनताको बिचमा अनि उनीहरूले फाइदा चाहिँ चाइनाबाट पाएर त्यस्तो राम्रो होइन नि हैन हामी अमेरिकाले सबैले सही गर्छ पहिले यो ट्रम्पभन्दा अलि पहिलेको त्यो सरकारहरूले सबैले जुन ठाउँमा प्रब्लम भएर छ गाह्रो परेर छ त्यो नेसनालिटीले उनीहरूले हेल्प गरेर त्यो हामी मात्र होइन चाइनाको कब्जा गर्ने टिबेट मात्र होइन त्यहाँ मुस्लिम सिन्जाङ पनि छ त्यो पनि चाइनाको धेरै कब्जामा छ त्यो होइन अनि सबै कुरा चाहिँ बुझेर राम्रोसँग बोलिदिनु होला यो सोसियल मिडिया र युट्युबमा किनभने यो राजनीति खेल्ने मान्छेहरूले राजनीति खेल्ने यो युट्युबरहरूले भ्यू बढ्नको लागि जे मुखमा आउँछ त्यो बोलिदिएपछि जनताले थाहा नहुने मान्छेहरूले ओ के हो जस्तो लाग्छ त्यस्तो के पनि छैन हामीले नराम्रो गर्ने नेपालीमा आएर लड्ने के पनि छैन जेरो छ हामी पागल होइन नि हामी थाहा छ नि हाम्रो सिचुएसन कस्तो छ उता चाइनासँग लड्ने कस्तो लड्ने चाइना यस्तो पावरफुल देश भएपछि हामी कसरी लड्ने होइन त्यसको मतलब यो हामी लड्ने के पनि सक्दैन हामी लड्ने मन छैन त्यस्तो होइन फेरि हामी सबैले थाहा छ हामी लड्ने हो तर नेपालीले नराम्रो गरेर चाइनासँग लड्ने नेपाली सिरिया जस्तो हामी कहिले पनि बनाउनेवाला छैन त्यो म टिबेटन भएर मैले राम्रोसँग थाहा छ त्यो सिचुएसन त्यो भएर त्यसको चिन्ता गर्ने पर्दैन कहिले पनि अनि हामीले दुःख नदिनु होला प्लिज त्यति मात्र हो थ्याङ्क यू भेरी मच सबैले